अर्ब रुपियाँ हुन सक्छ अहिले, तर तपाईँ अहिले बिदा हुने बित्तिकै तपाईँसँग केही पनि हुँदैन, तपाईँसँग भएको केही पनि तपाईँसँग हुँदैन। यस कारणले त्यो कुरा झुटा हो भन्ने कुरा चाहिँ यहाँ परमेश्वरको वचनमा गरेको छ। अनि यही झुटा कुरामा पनि तपाईँ इमान्दार भएर बस्नुपर्छ। यहाँको झुटा धनमा पनि तपाईँ इमान्दार हुनुपर्छ, अनि मात्रै तपाईँले साँचो धन प्राप्त गर्न सक्नुहुन्छ भनेर यसो प्रभुले भन्नुभयो। र संसारमा तपाईँसँग धन सम्पत्ति छ भने चाहिँ तपाईँले मित्रहरू बनाउनु भने त्यो पैसाले तपाईँले खुवाउनुहोस्, खानुहोस्, दिनुहोस्, लिनुहोस्, अनि तपाईँलाई चाहिँ ती मान्छेहरूले सम्झिने कुराहरू गर्दछ भन्दछ यहाँ। किनभने त्यो तपाईँको होइन, तर तपाईँले त्यसलाई इमान्दारीपूर्वक त्यसलाई सञ्चालन गर्नु, चलाउनु भनेर यहाँ लेखेको छ। अनि भन्नुभयो आफ्नो निम्ति संसारको धन मित्रहरू बनाऊ। विश्वासयोग्य जनहरू हो। आजको वचनमा प्रभु यीशुले हामीलाई एउटा उहाँको वचनद्वारा गहिरो प्रश्न गर्नुभएको छ, एकदमै गहिरो महत्त्वपूर्ण। म तपाईँलाई एउटा उदाहरण दिन्छु। पहिला एकजना किसानले आफ्नो नोकरलाई खेतको जिम्मा लगाएर ऊ बाहिर जान्छ। नोकरले साँच्चै त्यहाँ गएर मेहनत गर्छ र मालिक फर्किँदा सबै अनाज राम्ररी राखेर ढिकुटीमा राखेर उसले देखाउँछ। अनि त्यो नोकरलाई मालिकले भन्यो, अब म तिमीलाई मेरो आफ्नै घरको जिम्मा दिन्छु, किनभने तिमीलाई मैले थोरै खेती दिएँ, त्यो खेतीको अनाज तिमीले बडो व्यवस्थित गरेर राख्यौ, अब मेरो सम्पूर्ण घरको जिम्मा दिन्छु। त्यो मालिक जस्तै परमेश्वरले पनि सानो कुरामा इमान्दार हुने मानिसलाई ठुलो कुरा दिने कुरा यो खण्डमा गर्नुभयो। यस कारणले गर्दा हामीले बुझ्नुपर्छ, यो वचनले भनेको कुरा चाहिँ पैसाको कुरा मात्र होइन, रुपियाँको कुरा मात्र होइन, यो हाम्रो हृदयको मालिकको कुरा हो। हामीले पैसा रुपियाँलाई हाम्रो हृदयको मालिक बनाउँछौँ कि हामीले हाम्रा सृष्टिकर्ता परमेश्वरलाई हाम्रो हृदयको मालिक बनाउँछौँ, यो चाहिँ त्यो पनि कुरा हो। अनि प्रभु चाहनुहुन्छ कि हाम्रो हृदयको मालिक चाहिँ प्रभु येशू हुनुभएको होस्, धनको चाहिँ होइन भन्ने कुरा चाहिँ उहाँले चाहनुहुन्छ। र यो खण्ड अनुसार पहिलो कुरा चाहिँ संसारको धन अस्थायी हुन्छ, तर त्यसलाई प्रयोग चाहिँ योग्य तरिकाले गर्नुपर्छ, इमान्दार भएर गर्नुपर्छ भन्ने कुरा यसुले भन्नुभयो। संसारको धनले के गर, मित्रहरू बनाओ। आज चाहिँ हाम्रो धन बढ्दै जाँदा शत्रुहरू बढ्दै जान्छन् क्या, त्यो समस्या। अहिले भर्खर हामीले नेपालमा पनि हेऱ्यौँ, धन त कता कता थुप्रै बढेछ, तर त्यहाँ त मित्रता बढेको देखिएन नि त, होइन? यस्तै तर वचनले के भन्छ, यदि तिम्रो धन बढ्दैछ, परमेश्वरले दिँदै हुनुहुन्छ भने तिमीले मित्रहरू बनाऊ, तिनीहरूलाई अन्ततः वासस्थानमा स्वागत गरौँ। फेरि तपाईँले बाहिर लगेर मानिसहरूलाई खुवाउनु प्याउनु उफार्नु भनेको होइन यो। तपाईँले स्वर्गको राज्यमा तपाईँले गरिबहरूलाई, दुखीहरूलाई, आपद विपदमा परेका मानिसहरूलाई, विभिन्न प्रकारको डिजास्टरहरू, तामखोनीहरू, अनेक प्रकारका समस्याहरू जब देशमा आउँछन्, यो यस्तो